पख्नुहोस् साथीहरु, यो भिडियो हेर्नुस् त एकचोटि। त्यसो नगर्दियोस्। म मुख्यमन्त्रीबाट राजीनामा दिन्छु। राष्ट्रियताको विषयमा कुनै पनि दलले त्यसो नगर्दै खोइ हुन्थ्यो। त्यसमा पनि नेपाली कांग्रेस जस्तो दल, एउटा स्थापित दल, देशको एउटा महत्त्वपूर्ण दलको पार्टीको सदस्य राष्ट्रिय झण्डा ढालिएकोमा तपाईको एकदमै चित्त दुखेको छ, मन भक्कानिएको छ। कुन नेपालीलाई दुख्दैन? राष्ट्रियतासँग मेरो मुख्यमन्त्री पद साट्न खोजे हो भने मलाई राष्ट्रियता मनपर्छ। राष्ट्रको अगाडि मेरो पार्टी हो र मेरो परिवार हो, केही पनि होइन। पहिला म नेपाली हुँ, त्यसपछि मधेस प्रदेशको म एउटा नागरिक हुँ। तपाईँ मधेसको त्यो माटोलाई कसरी बुझ्नुहुन्छ? मधेसी जनता असाध्यै सोझो र तपाईको विद्रोही स्वभावको जनता हो।